तपाईको गुगल अकाउन्ट कुन थर्ड पार्टी एपसँग जोडिएको छ अनि त्यसलाई कसरी हटाउन सकिन्छ भन्ने जान्न चाहनुहुन्छ भने कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। म यस्तै भिडियोहरू ल्याउने गर्दछु, कृपया फलो गरेर साथ दिनुहोला। तपाईको गुगल अकाउन्ट अनावश्यक थर्ड पार्टी प्लेटफर्मसँग जोडिएको हुन सक्छ। सामान्यतया थर्ड पार्टी प्लेटफर्मले गुगल अकाउन्टबाट तपाईको इमेल एड्रेस, नाम र प्रोफाइल फोटो मात्र लिन्छ, तर कहिलेकाहीँ गुगल ड्राइभ, क्यालेन्डर वा कन्ट्याक्ट्समा समेत पहुँचका लागि अनुमति दिनुपर्ने हुन्छ। यस अनुमति दिएपछि ती प्लेटफर्मले तपाईको डेटामा पहुँच बनाई त्यसको प्रयोग गर्न सक्छ। त्यसैले अनावश्यक थर्ड पार्टी प्लेटफर्मबाट आफ्नो गुगल अकाउन्ट हटाउनु राम्रो हुन्छ। त्यसका लागि सबैभन्दा पहिला आफ्नो जीमेल खोल्नुहोस् अनि माथि दायाँपट्टि रहेको प्रोफाइल आइकनमा क्लिक गर्नुहोस्। अब त्यहाँ देखिने म्यानेज योर गुगल अकाउन्टको अप्सनमा क्लिक गरी सेक्युरिटी एन्ड साइन इन लेखिएको ठाउँमा क्लिक गर्नुहोस्। त्यसपछि स्क्रोल गरेर तल जानुभयो भने योर कनेक्सन टु थर्ड पार्टी एप्स एन्ड सर्भिसेस भन्ने देख्नुहुनेछ। यो अप्सनमा तपाईले कतिवटा गुगल अकाउन्ट प्रयोग गर्नुभएको छ भनेर देखिन्छ। 3 भन्दा बढी प्लेटफर्ममा प्रयोग गर्नुभएको छ भने तल सी अल कनेक्सनमा क्लिक गर्नुहोस्। अनावश्यक प्लेटफर्ममा गुगल अकाउन्ट प्रयोग भएको प्लेटफर्ममा जानुहोस् र डिलिट अल कनेक्सन यु हेभ विथ भन्ने अप्सनमा जानुहोस् र कन्फर्ममा क्लिक गर्नुहोस्। यसरी तपाईले अनावश्यक थर्ड पार्टीबाट गुगल अकाउन्ट अलग गर्न सक्नुहुनेछ। धन्यवाद।